आज नेपालमाथि कुनै युद्ध घोषणा गरिएको छैन, तर नेपाल युद्धग्रस्त छ। राजधानीमा ट्याङ्क देखिँदैन, आकाशमा लडाकु विमान घुमिरहेका छैनन्, तर राष्ट्रको सबैभन्दा संवेदनशील भाग नागरिकको मस्तिष्क दिनदिनै कब्जा हुँदैछ। यो कब्जा बन्दुकले होइन, स्क्रिनले गरिएको हो, जहाँ गोली होइन एल्गोरिदमहरू चलिरहेका छन्। यहाँ विचारहरू छनौट गरिँदैछ, तथ्यहरू ओझेल पारिएका छन् र झुटलाई सत्यको भेषमा अगाडि सारिँदैछ। यो युद्ध यति खतरनाक छ कि भविष्यमा हामीले पराजित भएको समेत थाहा पाउने छैनौं। आज नेपाल बाहिरबाट हेर्दा स्वतन्त्र देखिएला, तर हामी भित्रभित्रै कब्जा भइसकेका छौं। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी एल्गोरिदमको डिजिटल युद्धमा कसरी नेपाल कब्जा हुँदैछ, आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौं। सार्वभौमिकता अब केवल नक्सामा कोरिएका सीमारेखा र कूटनीतिक भाषणको विषय मात्र रहेन। 21औं शताब्दीको संसारमा अब शक्ति सिमानामा राखिएका हतियार वा ब्यारेकमा बस्ने सेनामा मात्र सीमित छैन। आजको युगमा वास्तविक शक्ति त्यो व्यक्तिको हातमा हुन्छ जसले विश्वको अथाह डाटामा पहुँच प्राप्त गर्छ। डाटा भनेको केवल सूचना मात्र होइन, यो त तपाईको रुचि, गोप्य कुरा र कमजोरीहरूको संगालो हो, जसलाई संकलन गरेर विदेशी शक्तिहरूले तपाईलाई गुलाम बनाउन सक्छन्। आजको युगमा वास्तविक शक्ति ती शक्तिहरूको हातमा हुन्छ जसले विश्वको अथाह डाटामाथि पहुँच र नियन्त्रण राख्छन्। डाटा केवल सूचना मात्र होइन, यो त तपाईको रुचि, गोप्य कुरा र कमजोरीहरूको संगालो हो, जसलाई हतियार बनाएर विदेशी शक्तिहरूले तपाईको चेतनालाई नै आफ्नो नियन्त्रणमा लिन सक्छन्। एल्गोरिदमको रणनीतिमा कमजोर राष्ट्र। नेपाल आज देख्नमा स्वतन्त्र राष्ट्र हो, यसको आफ्नो झण्डा, संविधान र निर्वाचित सरकार छ, तर यो बाह्य स्वतन्त्रताको आवरणभित्र एउटा गहिरो र अदृश्य नियन्त्रण चुपचाप बलियो हुँदै गइरहेको छ। त्यो नियन्त्रण बन्दुक वा ट्याङ्कहरूबाट होइन, बरु सिलिकन भ्यालीका नियन्त्रित एल्गोरिदमबाट भइरहेका छन्। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू नेपाली समाजको नसामा यसरी पसिरहेका छन् कि अब राजनीतिक चेतना, जनआक्रोश र जनमत निर्माणको मुख्य केन्द्र संसद होइन, मोबाइलको स्क्रिन बन्न पुगेको छ। हो, आजको प्राविधिक दुनियाँमा एल्गोरिदमको राजनीति यहीँबाट सुरु हुन्छ, जहाँ कमजोर राष्ट्रहरू सजिलै प्रयोगशाला बन्न पुग्छन्। नेपाल जस्तो नीति निर्माणमा ढिलासुस्ती गर्ने, डिजिटल सुरक्षालाई गम्भीरतापूर्वक नलिने देशका लागि पछिल्लो समय यो अवस्था दिन प्रतिदिन खतरनाक बन्दै गइरहेको छ। नेपालको समसामयिक राजनीतिमा देखिने तीव्र ध्रुवीकरण, क्षणिक नायक खलनायक निर्माण र भिडको अस्थिर व्यवहार आकस्मिक